पोषण गरेको त 12-13 वर्ष लगभग मात्रै भयो होइन। अब बुबाले पहिलेदेखि नै गरिआउनु भएको, लगभग अहिले बुबा 56-57 वर्ष पुग्नुभयो, 12 वर्ष उमेरदेखि बुबाले काम गर्नुभएको। पहिले बाहिर गर्नुभयो, घरतिर बस्नुभयो, काठमाडौँतिर माथि जो हिरा अङ्कल अहिले जो माथि हुनुहुन्छ अब उहाँकोमा बसेर 10 वर्ष काम गर्नुभयो। त्यस पछाडिदेखि चाहिँ हामीले आफै नै गरेको बसेको छौँ। दाजु यो एकचोटि त्यो भनिदिनु न, यो के अरे त्यो यो सिरुपाते यिनीहरूमा यो के हुन्छ भने यो एकदम धेरैजनाले म आफूलाई पनि हुन्छ क्या यो। हजुर होइन, सिरुपातेहरूको प्रायः यो कौडी भन्छ। कौडी चाहिँ अब सिरुपातेहरूको चाहिँ भित्र हुन्छ, यो बाँसपातेहरूको चाहिँ बाहिर हुन्छ होइन। हजुर भनेको मतलब चाहिँ अब सिरुपाते एउटा डिजाइन पनि हो, जस्तै यो बाँसपातेको बाहिर भयो भनेपछि सिरुपातेहरूको त्यो भित्र यो कौडी। अब यो चाहिँ कस्तो हुन्छ भनेदेखि तपाईँको यो चाहिँ अब खासमा अब सानो हुन्छ नि त चौडा, सानो भएको कारणले यहाँ छिनेको हुँदा चाहिँ यो भाँचिने चान्स हुन्छ क्या, भाँचिने चान्स हुन्छ। त्यही भएर यो खास भित्र हुन्छ। बाँसपातेहरूको अलिकति चाहिँ अब मोटो हुन्छ र यो चाहिँ तपाईँको बाहिर हुन्छ। यो चाहिँ यहाँ बाहिर खोले पनि खासै केही असर पर्दैन, त्यसको लागि हुन्छ यो कौडी। अन्त मैले अहिले हिन्दूको के हो भने अनि यो चाहिँ अब कस्तो हुन्छ हिन्दू धर्मअनुसार यो गाईको खोलो अघि पनि भन्छ, हत्या गर्नु हुँदैन भन्ने एउटा भनाइ छ। अर्को भनेको चाहिँ अब दुश्मनसँग अब पहिले पुर्खाहरूले लडाइँ गर्दाखेरि चाहिँ उसलाई यदि यो हत्याले हानेपछि काटिसकेपछि जोबाट आउँछ ब्लड यहाँबाट चुहेर, यो चाहिँ यहाँबाट आफ्नो हातमा नआओस्, यहाँबाट चुहेर जाओस् भनेर चाहिँ बनाएको भन्ने एउटा किंवदन्ती छ। अनि त्यो अर्को हाम्रो यहाँ भोजपुरकोमा पनि त्यस्तै हुन्छ, भोजपुरको के अरे भोजपुरीमा पनि त्यस्तै नै हुन्छ, भोजपुरीको पनि यो बाहिर नै हुन्छ। सो भोजपुरको चाहिँ यो ब्लेड अलिक मोटो हुन्छ, भोजपुरीको चाहिँ यो भाग अलिक मोटो हुने भयो, ठुलो चौडा। सो मासु काट्न माछा बुदुनाको जस्तै यो पनि बुदुना टाइपको मोटो हुने भयो। हान्दाखेरि चलाउँदाखेरि तपाईँको यो भाग मोटो भएकोले तोडिलो हुने भयो, चोटिलो हुने भयो। यो अब सिरुपाते योभन्दा अलिकति पातलो हुन्छ, यसको चाहिँ चौडा सानो भएको हुन्छ, जसलाई चाहिँ सिरुपाते भनिन्छ। र योभन्दा ठुलो चौडा भएको चाहिँ बाँसपाते भनिन्छ। त्यो चाहिँ भोजपुरीभन्दा अलिकति सानो, सिरुपातेभन्दा अलिकति ठुलो, यसको चाहिँ मोडलहरू फरक। सो यिनीहरू चाहिँ के यो सिरुपाते र यिनीहरू चाहिँ बिच के कुरा चलाउने है? चलाउनको लागि चाहिँ कस्तो हुन्छ भने सबै काम प्रयोजनको लागि आउँछ। मेटेरियल एउटै हो, बनाउने एउटै उस्तै नै हो होइन, त्यसको कोही मोडलहरू मात्रै फरक हो। चलाउने काम त एउटै हो। यसले मेन भनेको दाउरा घाँस मासुहरू काट्ने हो, मासु काट्ने दाउरा घाँस गर्ने हो। सबैले अब कस्तो हुन्छ भने व्यक्तिअनुसार भर पर्छ, जसलाई जुन प्रयोग गर्न सहज हुन्छ त्यही आफ्नो चोइस अनुसार चलाउन सकिन्छ।